पोखरा थन्डर्स तेस्रो नेपाल सुपर लिग एनएसएल को प्लेअफमा पुग्न सफल भएको छ। बुटोल लुम्बिनीलाई 2-0 ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको हो। यो सँगै पोखराले काठमाडौँ रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ। पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बनेको छ। अब एफसी चितवन र पोखरा मध्ये एक टोली प्लेअफमा पुग्नेछ। आज पोखरालाई जिताउन आयुष घलान र विलियम बियासीले गोल गरे। प्लेअफमा पुग्न पोखरालाई आज जितको विकल्प थिएन। बराबरीले पनि प्लेअफको सम्भावना समाप्त हुने थियो। गर या मरको अवस्थामा पोखरा थियो, जहाँ पोखरा खेल अवधिभर हाबी रह्यो। ठीक विपरीत बुटवलको प्रदर्शन निराशाजनक रह्यो। खेलको 10औं मिनेटमा नै पोखराले अग्रता बनायो। समीर तामाङले बक्सको एजबाट दिएको पासमा डिफेन्डरहरू बक्सभित्र नै थिए, तर पनि आयुष अनमार्क थिए। आयुषको फ्री हेडर सहजै गोलमा परिणत भयो। त्यसको 1 मिनेटपछि पनि पोखराका कप्तान नवयुग श्रेष्ठले बक्सभित्रबाट हानेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। कर्नरमा पोखराले गोल गर्यो। नवयुगको कर्नरमा विलियम बियासीको हेडरले सही दिशा लियो। पोखरा 2-0 को अग्रता बनाउन सफल भयो। पोखराले लिग चरणको 6 खेलमा 2मा जित, 2मा बराबरी र 2मा हारको नतिजा निकाल्यो। 8 अङ्कसहित गोल अन्तरमा काठमाडौँ रेजर्सलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लियो। लगातार 2 खेल हारे पनि पोखरा शानदार कमब्याक गर्न सफल रह्यो। ललितपुर र धनगढीले पहिलो क्वालिफायर खेल्ने निश्चित भइसकेको छ। पोखरा प्लेअफमा पुग्यो। अब चितवन र काठमाडौँ मध्ये एक टिम प्लेअफमा पुग्नेछ। काठमाडौँले 6 खेलबाट 8 अङ्क बनाएको छ। चितवनसँग 7 अङ्क छ। उसले अब अन्तिम खेलमा धनगढीसँग खेल्नेछ। सो खेलमा चितवनले जित र बराबरीमा प्लेअफमा स्थान बनाउनेछ। चितवन हारेको खण्डमा काठमाडौँ प्लेअफमा पुग्नेछ। भोलि पहिलो क्वालिफायरमा पुगिसकेको ललितपुरको सामना लिगबाट बाहिरिएको झापाले गर्नेछ।